आज हामी यो मेवा खाँदैछौँ। मेवाको रुख हेर्नुहोस्, यहाँ पुरै पाकेको छ। यो हेर्नुहोस् मेवा, यो मेवा यसबाट पाइन्छ भिटामिन ए बी सी र ए पाइन्छ भिटामिन। रोगसँग लड्ने क्षमता पनि हुन्छ। यो हामी अर्ग्यानिक आफ्नै बारीमा यो रुख, अब यो देशमा धेरै थिए, यहाँबाट पुरै थिए, यो खाएर सक्यौँ। आज हामी यो खाँदैछौँ, मेवा निकाल्दैछौँ। यो हेर्नुहोस् हजुर, यो क्या दामी छ यो मेवा। फेरि यहाँ अर्को छ, यो पाकेको, आहा दामी। फेरि फेरि अर्को छ माथिहरू, माथि फेरि ओ यो यो निकाल्यौँ हामीले। यति सब यी मेवा पाकेका, आहा यी मेवा। यो अरू यी अर्को दिन खानु पर्ला, अलिअलि पाकेको छ, आज ननिकालौँ यिनीहरू। यो ल, आज हामी यी मेवा खाँदैछौँ। यहाँ हेर्नुहोस्, यो मेवा खाँदैछौँ। पुरा यो शरीरलाई रोगसँग लड्ने क्षमता बढाउने भिटामिन, एकदमै राम्रो, स्वास्थ्यलाई फाइदाजनक। यो जुनसुकै मानिसहरूलाई पनि यो स्वास्थ्यलाई फाइदा गर्ने हो। यो भिटामिन एबिसी र ई पाउँछ यसबाट। मेवा रोगसँग लड्ने क्षमता हुन्छ, छालालाई र अनुहारलाई पनि मजबुत बनाएर राम्रो पार्छ। यो मेवा खान्छौँ आज है त, हामी खान्छौँ। खाने भए आउनु होला ल हजुर, हस्।